यो भिडियो हेरेर पनि तपाईहरुले बुझिसक्नु भयो होला कुन मुभी हो भनेर हैन। यो चाहिँ कुमारी मुभी हो अनि हामी चाहिँ यो मुभी हेर्नको लागि गइसकेका छौं र तपाईहरु पनि आउनु होला है, हेर्न एकदमै राम्रो छ। यस्तो सुराला लिएर कण्डको दिलहरु देखिन्छ अब मान्छेले कस्तो कस्तो त देखाउँछ, देखाएरै भाइरल हुने हो। केही मान्छेको बस्न चाहिँ के गर्ने सोल्डे नि आयो हजुर एक्सले सम्झेर मार्नु अलिकति पानी खानु। अर्को कुन चाहिँ प्रपोज गर्यो होला सोनिकालाई भन्दै होला नि। रिग्रेट हुँदै बसिरहेको। सोनिका एक्स छैन हौ, एबीसीडी आइजेकेएलएमएन ओपीक्यू आरएसटीयुभीडब्ल्यू डब्ल्यू सम्म आउँदैछ। अब वाइ र जेड दुईजना लास्टमा एक्स छैन। के बेइज्जत गर्नु खोजेको के भनेको इज्जत गरेको त्यसले कोर्दै थियो अघि पर दराजभित्र होला, त्यसको कोठाभित्र हुनुहुन्छ होला। हाम्रो रुम पनि थियो त हो। यो तेरो सक्सको लाएर भएन नि, हाम्रो रुमको दराजमा थिएन। खुसा भेटिँदैन एकछिन हो अनि सल्भो किस तेरो यसको यो पर्सँगै राखेको थियो एउटा लिपस्टिक त्यही छ, छैन त। मैले अघि त्यही हालेको त्यो केटा पर्सभित्र छ कि छैन पर कोठामा हामी त गएको है। अघि हालेको छु खै त्यो पर्समा हालेको छु क्या। के अरे राति उनी चाहिँ के फिल्म हेर्नु परेको होला छोरी मान्छे भएर? खै के हो को जान आँटेको? यो होइन अनि ए कहाँको थियो सोनिका र म हौ, जान आँटेको? सोनिका र म हौ, त्यही होइन अनि के फिल्म हो त्यस्तो राति उनी हेर्नु पर्ने? हराउनु चाहिँ भएन। त्यो पाइ त्यही नबोल्नु है धेरै। ल ल राम्रो ल ल बाई गएको हामी ल ल। ए के आएको हौ त्यो चाहिँ फेरि भगवान् पर्दा आयो हामी चाहिँ लाग्यो है आधा रातमा गाली खाँदै खाँदै। आयो कुमारी मुभी हेर्नु गएको कि टिकटको अलिक अभाव। सकेको छैन हाम्रो त नजिकै यहीँ परतिर पर्छ कि धेरै टाढो पर्दैन, त्यही भएर रोक्न मान्छे खाना खाँदै कतिखेर आएर सुत्ने कि अब हामी चाहिँ खोइ आज के को रहर चलेको डर पो लाग्दैछ, कहिले राति नहिँडेर होला कि कस्तो कस्तो लाग्दैछ। राखेको बिना त राति त के खोज्नु पर्यो हुन्छ त बाबै कहिले न मैले के हुन्छ होइन के हुँदैन होला हौ कोही कोही बेला जाँदा त। आज चाहिँ लास्ट है, अबदेखि चाहिँ राति नजाउँ है। मेरो त लास्ट होइन। आबाट आमा हेर्न बाँकी छ तर राति चाहिँ गइँदैन अब चाहिँ। आज त
फर्स्ट एक्सपिरियन्स गरौँ न कस्तो हुन्छ मेरो पर्स बोक्नु है खै टिकट त्यहीँ थियो नि पर्स हेर्ने कि एकचोटि छ भरे फिर्ता आउनु सकिँदैन है दाइ तपाईँ जानुहुन्छ के पो उता निमलमा त्यतिकै भन्न हो त्यसरी किन गाँठो पारेको यसरी राख्नु त्यतिकै राख एकछिन चढेर यो बसियो अब चाहिँ हामी लागेको पोस्टरमा लागेको त सबै लागेको हो चेन्ज भयो है अहिले चाहिँ कुन हेर्ने तपाईँ दिनमा यो सबै हुन्छ अरे कि कुमारी कुमारी हजुर कति बजी छ अहिले 6:45 अनि कति छुट्छ 2 घन्टा होला है कुमारी हजुर मान्छे आओस् कि नआओस् न हामी आयौँ बुनेलाई पनि बोलाउँ क्या हो हामी चाहिँ आइपुग्यौँ साथीहरू ऊ माथि लागिरहेछ म के गर्नु देखिँदैन यो चाहिँ गीतैले गर्दाखेरि हेर्नु राम्रो लागेर कि दुईजना यहाँबाट खिच्नु त किन हामी चाहिँ आयो तर अरू फिल्म हेर्नेहरू चाहिँ छुटिसक्नु भएछ अर्को के अरे कुन फिल्म पो आबाट आमा हेर्नेहरू चाहिँ लिफ्ट पनि छ हामी चाहिँ लिफ्टबाट नगएको यसरी हेरौँ ल चाहिँ मिठी लगाउनु आफै मात्र नयाँ गर्नु लगाएको हेर त्यति सानो मान्छे ल्याएर आएको छ हामीलाई के कति हाँस्ने रहरभन्दा ठुलो केही पनि होइन भनेर चाहिँ यहीँ बुझिन्छ है साथीहरू सानो बच्चा लिएर आएछ जाऊ सोनिका लाग्यो है के भयो अरे है बिचरा बिजोकै भएछ नि हामी चाहिँ अगर कोई मलेसिया कतार दुबई कमाउन जाने मात्र फेरि आउँछ अब हाम्रो सुख दिन आए चाहिँदैन हामीलाई अरू सुख कृष्ण
म त कृष्णको जीवनमा राधा बन्न भनेर आएकी थिएँ। राधा त कृष्णको मन मात्र। तिम्रो त नाम श्री छ, जुन श्री बिना कृष्ण अधुरो छ। कृष्ण गयो भने म राम वनवास गएपछिको दशरथ जस्तै हुनेछु। गाडीको सुई पछाडिको मोबाइलमा समय कसैको लागि रोकिँदैन। देवकी आज म तिमीलाई वचनको बोझबाट मुक्त गर्छु। हाम्रो कृष्ण के यो फेरमा परे जस्तो छ? कृष्ण फोन उठा। हामी चाहिँ फाइनली हलमा आइपुग्यौँ। मान्छे चाहिँ कस्तो रहेछ, 10-11जना कति रहेछ। हेरिसकेपछि भने भन्छौँ ल कस्तो रहेछ भनेर है। सकेको त होला नि होइन, केही छोडिएन नि। सक्यो है फाइनली। अब त हामी गएको। कस्तो लाग्यो भन्छ त भन, 1-2 शब्द राखिहाल्न। सोचेको भन्दा धेरै राम्रो। सबैभन्दा राम्रो चाहिँ हिरो। के सोचेर आएको थियो के भयो। हामीलाई त्यति राम्रो छ जस्तो चाहिँ लागेको थिएन कि, तर लिड नै मलाई एकदम मन पऱ्यो। अनि एक्टिङ चाहिँ भन्यो भने मैले नेपाली फिल्ममा दया हाङ राईको पछाडि चाहिँ म यसलाई नै चुज गरेँ। अबदेखि यो हिरोको फिल्म आयो भने चाहिँ म जुनै फिल्म पनि हेर्छु। अब त्यति धेरै मन पऱ्यो क्या। अनुहार पनि राम्रो, एक्टिङ पनि राम्रो। फिल्ममा चाहिँ मेन लिडको एक्टिङ चाहिँ राम्रो छ भने चाहिँ नि त्यो फिल्ममा चाहिँ सुनमा सुगन्ध थपिँदो रहेछ भनेर चाहिँ मलाई अब फिल भयो क्या। म खासै नेपाली फिल्म पनि हेर्दिनँ, फिल्म नै हेर्दिनँ। हेऱ्यो भने अब दया हाङ राईको फिल्म आउँदा चाहिँ म जहिले पनि आउँछु होइन। तर जहिले पनि भन्दा नि जारी 2 चाहिँ हेर्न आएको थिएँ, जारी 1 र 2। अनि त्यस पछाडि चाहिँ यो के अरे कुमारी फिल्मको चाहिँ मलाई त्यो के भन्छ होइन गीत पनि, अनि त्यहाँदेखि त्यो फोटो देखेँ होइन। बसमा टक्क आउँदै थिएँ, ब्यानर लागेको रहेछ कि त्यो राम्रो लाग्यो। अनि मैले यसलाई सुनाएको, यसलाई नि त्यो गीतहरू हेरेर चाहिँ मन पऱ्यो रहेछ क्या। हेर्नु आउँ न अनि जाउँ न त भन्ने भयो। अनि हामी चाहिँ आयौँ। अब कस्तो छ खै, अब नयाँ हिरो हो, एक्टिङ कस्तो छ हेरी चाहिँ हेरौँ न भन्ने भयो नि त। अनि हामी चाहिँ आयौँ। खासै मन लाग्दै चाहिँ होइन, रै पनि गीतहरू राम्रो थियो। अनि गई हेरौँ न त भन्ने सोच ल्याएको। तर साँच्चै भन्यो भने मलाई रिग्रेट भन्ने कुरा चाहिँ एउटा पनि भएन हौ। तँलाई पनि भएन नि? सो वी आर सो ह्याप्पी। अलिअलि इङ्ग्लिस पनि छाटौँ न त्यही बुढो जस्तो रोग सिकाएर। हामी चाहिँ एकदम खुसी छौँ। र म चाहिँ अब के भन्छु भने यो हिरोको चाहिँ फेरि फिल्म आयो भने चाहिँ म छुटाउँदिनँ है। मलाई एकदम राम्रो लाग्यो। बाहिर पो गएछ अघि भनेर भुत जस्तो सेतै भएर शेष भयो। हिरोले जतिचोटि हेरेर यतापट्टि क्यामेरापट्टि हेरेर हाँस्यो त्यतिपट्टि फिदा हुँदै थिइस् त। वाह कति राम्रो भन्दै थिइस् त सोनिका। के हिँड्दै जानु हामी? हामी चाहिँ फर्केको अब सिटी चढेर। कति बज्यो हो अहिले? 9
9:05 को भइसकेको छ। त्यस्तो अघि त्यत्रो फिल्म हेरेर त्यत्रो डाइलग सुनेर तँलाई अलिकति पनि शिक्षा मिलेन? फिल्म हेर्ने भनेको विवेक बढाउनुको लागि हो क्या। हामीलाई यहीँ रोकिदिनु। कति दिनु? 100 रुपियाँ। उसलाई त यसरी चाहिँ अन्जानमा मान्छेले देख्यो भने तर्सिन्छ। टाउको पनि सेक्दै तल पनि सेक्दै। ल हामी चाहिँ फाइनली घर आइपुग्यो गाइज। तपाईँहरूलाई मैले अलिअलि देखाइहालेँ। सो एकदम रात परिसक्यो। महासनलाई घरपति बाबा आमाहरूले पनि हो केटाकेटीले सुतिसकेन होला। छोराछोरी ओछ्यानमा सुताएर थाङ्नामा सुताइराखेर जानु परेको छ। के दुःख हो यस्तो। गाईहरू त यता सुतेछन् त। आयो नन्दजी नन्द र छोरालाई थाङ्नामा सुताएर भाउजू नक्कल पार्दै हिँडिरहेछन्। बुढालाई सुनाएर माग्छन् होला। ल है साथीहरू, धेरै धेरै धन्यवाद। तपाईँहरूलाई मेरो भिडियो यसो लाइक गरिदिनु होला। भन्न चाहन्छु। साथमा अब चाहिँ हामी अलिक यसो 1-2 गाँस भात उब्रिया छ भने खाने हो अनि सुत्ने हो। बाई बाई, थ्याङ्क्स फर वाचिङ।